हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म बेलुकामा रातिको 9 बजेतिर बेलुकामा सौरा जान लागिरहेको छु। सुरेश सर र म जान लागेको छौँ सौरा। म फाइनल्ली अब जय मङ्गलाबाट चोकबाट निस्किएर सौरा जाने तयारीमा छु। ल गाइज, बेलुकातिर बाटो सुनसान हुन्छ अनि सौरा पुगेर कफी खाएर आउँ भन्ने कन्सेप्ट मात्रै हो। यसै गरौँ भएर जाउ लागेर अल्छी लागेर सौरा जान चाहिँ हामीलाई खासै रहर त होइन। यस बेलुकामा सधैँ गइराख्ने ठाउँ यसो पुगेर आउँ भन्ने कन्सेप्ट मात्रै हो। तपाईँहरू पनि बेलुकामा जानुहुन्छ भने सौरा चाहिँ पुगेर एकछिन बसेर भ्यू हेरेर आउन सकिन्छ। बेलुकाको भ्यू रमाइलो छ सौरा। बैरा स्कुल पुग्न लागिसक्यौँ हामी। बेलुकामा यहाँ यो मन्दिरमा भजन राम्रो चल्दो रहेछ। सर एकछिन रोक्नु भनेको सरले फेरि चलाइहाल्नु भयो। भजन हेरेर जानुहुन्थ्यो नि। मेरो लागिसक्यो। कतिखेर गएर कतिखेर आउने हो। लास्ट गर्मी भयो कि आजकल। सो गाइस, अब हामी बकुलर चोक आउन पुग्न लागिसक्यौँ है। सौरा गएर हामी के गर्छौँ हेर्नु होला। भिडियो पुरा हेर्नु होला। भिडियो हेरिसकेपछि अनि तपाईँहरूले प्रतिक्रिया दिनु के कसो सौरातिर कस्तो छ माहौल। साइकल चढेर कहाँ हिँड्ने यिनीहरू। बाटो चाहिँ फाइन नै छ। हाम्रो घरबाट सौरा जाने बाटो टेन्सन छैन। सो गाइस, अब बकुलर आउन लागिसक्यो है। अहिले त बकुलर चोक पनि रमाइलो भएको छ लाइटले गर्दा। सो गाइस, बकुलर चोक आइपुग्यो। यो बकुलर चोक। अब लेफ्ट लाग्यौँ। यहाँबाट लेफ्ट लागेर सौरा चोक लगाएर सौरा चितवनको सौरा चोकतिर पुग्न लागिसक्यौँ। सौरा चोक पुग्नु पर्दैन, टाढी चोक पुग्नु पर्दैन। सौरा चोकबाट भित्र लागेपछि हामी सिधै सौरातिर प्रस्थान गरिन्छौँ। यो गाइस, सौरा चोक चाहिँ सौरा चोक भन्ने बित्तिकै तपाईँहरूले यो गैँडाको मूर्तिलाई याद गर्नुपर्छ। अब हामी यहाँबाट बिस्तारै सौरा चोकबाट बिस्तारै हामी सौरातिर निस्किने क्रममा छौँ।
बाटो चाहिँ पहिलाभन्दा अहिले चाहिँ अब राम्रो छ, तैपनि अहिले अलिकति बाटो साँघुरो भएको कारणले गर्दा बढाउन लागिरहेको छ। बाटो भनेपछि चाहिँ राम्रो हुनु छ यहाँको चाहिँ। सो गाइज यो चाहिँ अहिलेको भाइरल रेस्टुरेन्ट हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ। म त आइसकेको छु, तैपनि खासै राम्रो त लाग्दैन मलाई, तर पनि ठिकै छ, राम्रै छ। बाटो बन्ने क्रममा छ, यसमा गिटी बालुवाहरू छ, बाहिर साइडतिर थुपारेको छ। सो गाइज हामी चित्रसारी चोक आइपुग्यौँ है। अहिले यो चित्रसारी चोकको गेट यही हो, सौरा गेट। अब यहाँबाट त्यो छिरेपछि पुल आउँछ, सौरा पुल भन्छन्, यही हो चित्रसारी पुल। चित्रसारी पुलबाट भित्र गएपछि राइट लागेर हामी मोडिन्छौँ है। सो गाइज हामी अब सिधा लगभग 5 मिनट 10 मिनटमा चाहिँ हामी पुगिन्छ। सो गाइज चिसो बढ्न थाल्यो है यहाँनिर आएर चाहिँ अलि चिसो आएको छ। बाटो चाहिँ फाइन छ, चिल्लो छ। अब यहाँबाट राइट लागिन्छ है, यो चोकबाट राइट लाग्नु पर्यो। बाटो चाहिँ राम्रै छ। सो गाइज अब हामी पुग्ने तयारी छौँ, सौराको नजिक पुगिसक्नु लागिसक्यौँ। अब सुरुमा अब सौराको सुरुको चोक भनेको चरा चोकमा आइपुग्छ है। बाटो पिच गर्दै रहेछ यहाँ यार, ओहो ल्याङको सब स्कुटरमा लाग्ने भयो कलकत्ता। फाइनली सौरामा आउँदाखेरि चराचोकमा आइसक्यो है हामी। चराचोकको यो चराको मूर्ति छ यहाँ। अब यसको आधी पिच हुँदैछ, आधी पिच भइसकेको छ। साइडमा हिँड्ने छ हामी।
त्यस सौराको भाइब छुट्टै छ। सो गाइज हेर्दा फेरि लाइक सब्सक्राइब गर्नु पनि नभुल्नु होला है। फाइनल्ली सौरा आइपुगेछौँ हामी। सो गाइज हामी अहिले सौराको नजिक आइपुगेका छौँ। सौराको लेक साइडतिर, रिभर साइडतिर। लेक साइड चाहिँ होइन है, सरी। सो गाइज अहिले हामी चाहिँ हात्ती चोकतिर आइपुग्यौँ है। हात्ती चोक कटियो र एउटा चोकतिर आइपुगेका छौँ। मेन अहिले चाहिँ सौरामा नमुना भनेको चाहिँ यो लाग्यो मलाई। योभन्दा अगाडिचोटि आउँदा थिएन यो चाहिँ, यो झन्डाहरू। अहिले चाहिँ झन्डाहरू हालेर यो राम्रो देखिनु बनाएर चाहिँ यसलाई हेर्नु गाइस। आहा कति राम्रो देखिएको। बवाल लाग्यो बवाल। सो गाइज हामी सौराको रिभर साइडतिर पनि आइपुगिसक्यौँ है। हेरौँ सर बरु बाइक हेरौँ ल। सो गाइज अहिले चाहिँ हामी सौराको यो सौरा लेखेको ठाउँ थियौँ आएको, तर सौरा लेखेको ठाउँ चाहिँ उडाइसकेछ अस्तिको हावाले। यही हो है रिभर साइड। सो गाइज अब हामी त्यहाँ बसेर हावा खाएर निस्किनु पर्ला। यसमा गएर कफी खाउँ गुरु। सो गाइज हामी यहाँ बसेर कफी पनि खाइराखेका छौँ है। कफी कस्तो लाग्यो? ठिक छ। गाइज अब यो अगाडि हाम्रो जनावरहरू देखिन्थ्यो, अब त्यो लाइट बलिरहेको छ हेर्नु है देखिन्छ। लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है गाइज। नजारा हो सौराको।
सबैको हस्त धन्यवाद मेरो युट्युब च्यानल हेरेर लाइक सब्सक्राइब गर्नुभएको है।